हेलो गुड मर्निङ गाइज सबैजनालाई नमस्ते ढोक दिया। आज मैले जस्तो कि अब हुन्छ नि एउटा के मैले जस्तो कि फोनबाट भिडियो बनाउँदा ब्याकग्राउन्ड आवाज धेरै आउँथ्यो कि ब्याकग्राउन्ड आवाज मतलब म्युजिक अनि के हुन्छ नि मेरो साउन्ड भन्दा नि कम आउँथ्यो कि मेरो आवाजको साउन्ड भन्दा। त्यही भएर मैले आज बिहान बिहान उठेँ, हात मुख धोएँ, उठेपछि हात मुख धोएर फेरि चाय पिएँ, चाय पिएपछि सिधै अर्डर गरिदिएको हेर्न न मैले यो अर्डर गरिदिएको। यो हाम्रो 1200 पर्यो गाइस। यो हो कि माइक जस्तो कि अब म पछाडिबाट बोल्दा नि अगाडिबाट बोल्दा नि पछाडिको नआओस् कि यो अर्डर गरिदिएको छु। त्यसैले नाच्ने ए सरी 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 के बोल्छ हौ। त्यहाँबाट आजबाट केटा हो केटी हो अनि मेरो दिदी बहिनी हो, मैले यस्तै सानो तिनो ब्लग हाल्छु। प्लिज मलाई सपोर्ट गर्नु होला। तपाईँहरूले सपोर्ट नगरिकन कहाँमा माथि चढ्ने हो। अगर हजुरले सपोर्ट गर्नु न भने म तलै त झर्ने हो नि। मलाई माथि चढाउनु कि मलाई पनि मन छ, म पनि ब्लग बनाएर हाल्नु मन छ मलाई। कस्तो तपाईँहरू नबुझ्ने के। तर यो माइक भन्ने लिएर आएको कसम दामी रहेछ, किनकि बाहिरको आवाजभन्दा भित्रको आफ्नो आफ्नो भोइस क्याप्चर हुने चाहिँ दामी लाग्यो मलाई। त्यही भएर मैले अर्डर गरिदिएको गाइस। आजबाट म जस्तो 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 सानो तिनो ब्लग जस्तो पनि हुन्छ त्यो हाल्छु। भाइरल होस् त होस् नहोस् त नहोस्, ठिक छ। म हाल्ने छु, कोसिस गर्छु। एक दिन त कामयाब भएर देखाउँछु, एक दिन चढ्छु सगरमाथा, टेन्सन नलियो। तर यो मेरो रुम हो, कस्तो छ गाइस हेर्नु चाहिँ। अहिले उठेको यस्तै फैलाएर राखेको मैले ए हेर्नु चाहिँ। म अब कोठीमा खाना बनाउँछु, मैले बम्बई छु म, ठिक छ। अहिले बम्बई छु म, कोठीमा खाना बनाउँछु। एक डेढ महिनाको लागि मात्रै बम्बई, नै त म गुडगाउँ दिल्लीतिर बस्ने मान्छे हो। अनि फेरि त्यहाँबाट म पनि 1 तारिक वैसे जाने हो हामी, ठिक छ। अब म नुहाउँछु धुवाउँछु, नास्ता बनाइदिनु छ बुढाबुढीलाई, चाय पिए